बालेनको सन्तान नहोस्, उसको पछिको चुनावमा उसको पर्दाफास होस्, हेर्नुहोस्, उसको कहिले भलो नहोस्, हेर्नुहोस् तरकारी बजार राख्न भन्ने चाहिँ। किन भन्छ उसले जानेकै प्रधानमन्त्री बाहिर जानेको काम नै उसको के रहेछ भनेदेखि गरिबलाई हटाउने मात्रै रहेछ, गरिबलाई के अरे दमन गर्ने रहेछ, उसको नेम चाहिँ त्यो रहेछन्। तर धनीलाई चाहिँ पोसाउने अथवा भनौँ न गरिबलाई चाहिँ यसो सुकुम्बासीलाई उठाउने काम उसको रहेछन्। प्रधानमन्त्री बाहिर पहिला रूपमै उसको काम ल त्यही गरिब हटाउने रहेछ। उहाँले चाहिँ भोट माग्दै गर्दा भोट त मागेको हामीले दिएको पनि तपाईँहरूलाई व्यवस्थित गर्छौँ भनेर दिनुभयो। त्यो त कहाँ व्यवस्थित मात्रै हो र। ल यहाँ तपाईँहरूको त बन्द के अरे 3 महिनाभित्रमा पूर्ति दिन्छु भन्यो हामीलाई। त्यस्तो यो जग्गामा पूर्ति दिन्छु भन्यो, हरेक भन्यो। यहाँ चाहिँ बोलो तपाईँहरूलाई केही पनि हुँदैन, छाती थाप्छु भन्यो, हरेक भन्यो नि यहाँ त। तर बालिन त आएन, तर यहाँ चुनाव भोट माग्नेले भन्यो यो क्षेत्र हेर्नुहोस्, अहिले त भोट माग्दैन यहाँ कोही, केही पनि भन्दैन, आउँदैन हेर्नुहोस्। भोट त दिनुभयो होइन? भोट त दियो भने हामी यहाँको टोटली भोट नत्र त्यत्रो भोटले खत्री जित्छ राजीव खत्री जितेको नि यहाँबाट। अनि त्यत्रोसम्म गरेर अहिले हेर्नुहोस् त यहाँ बिचल्ती हेर्छ होइन। अहिले एउटा आउने बित्तिकै पावर देखाएर जे पनि गर्ने यिनीहरूको अहिले बहुमत छ, ल ठिक छ। पछिको पालमा यिनीहरू पर्दाफास भएन भने भन्नुहोस्, मैले सराबिसक्यो पनि पर्दाफास हुन्छ। यिनीहरूको घन्टी भनेको चाहिँ आउँदैन पछिको चुनावमा त। तपाईँहरूलाई उठाएर उहाँले बिलिबाड पारेपछि त यहाँ त हेर्नुहोस्, कोही अपङ्गा छ, कोही कस्तो छ, हेर्नुहोस् वर्गको अबसम्म न घरमा जाउँ, घरको व्यवस्था छैन। अब कोटो खोजाउँ, यत्रो फौजको मान्छेलाई कहाँ कोटो खोज्न जाने हेर्नुहोस्। अब यस्तो अब अहिले कहाँ जाउँ, अब चौर अब यो खेतको बारीतिर कि चौरतिर चाहिँ सामान राखेर बस्नु परेको छ। अब यस्तो भाडा तिरेर बसेको यो राम्रो हो त? स्वतन्त्र पार्टीले त राम्रो गर्छ भनेको त यही हो, राष्ट्रिय स्वतन्त्रले यही रहेछ उनीहरूको नीति। धनी मानिसलाई गर्न सक्ने केही होइन, भ्रष्टाचारीलाई गर्न सक्ने केही होइन, हेर्नु लुटपाटको त गुण्डगर्दीलाई के गर्न सक्ने होइन। सुकुम्बासी गरिबलाई हटाउने, गरिबलाई दमन गर्ने मात्रै त्यही हो। त्यति जाने रहेछ बालेन प्रधानमन्त्री भएको, यही जाने रहेछ। ल अरू केही पनि जाने छैन, यही जाने रहेछ उसले। यो सुकुम्बासी उठाएर बर्बाद पार्नु चाहिँ जाने रहेछ ल उसले। अब हेर्दै जानुहोस्, अहिले त बहुमत हामी जित्यो भनेर भनेको सधैँ जित्छ। हिजो पनि माओवादीहरूले कत्रो सिट ल्याएर चाहिँ जितेको थियो नि त। बाबुरामबाट प्रधानमन्त्री भयो भने ऊ थपथली भत्काएकोले गर्दाखेरि प्लुत अहिलेसम्म सांसद पनि जितेन। अब भट्टराई जस्तै हुन्छ न? बाबुराम भट्टराई भन्दा पनि यो खुसी हुन्छ, सबैले गोतेर बन्छ कि मलाई भन्नु न त्यसलाई, जहाँ पनि गोत्छ त्यसलाई। अहिले त प्रधानमन्त्री भयो, उसले सबैले पेल्छ, उसको अधिकार छ। भोलि प्रधानमन्त्री प्लुत सबै सांसद पनि नजिनेपछि कसले गोत्दैन त्यसलाई? हेर्दै जानु न।